सानोदेखि ठुलोदेखि बोला लिएर आउनु हो त्यो बोला सुरु गर होइन भन्दैन गाडी बसौँ त आजको भोजन गर्नुभएको छ। त्यसै उहाँले आफ्नो बितेर जानुभएका 19 पहिलो मदनको मुक्तिमत शेष दुर्गति निर्माण काम गरेर आजको भोजन दिनुभएको छ र आज हामीलाई भिक्षाटन गराउनु बुद्धिमान पुरुष या बुद्धिमान पुरुषले मनुष्यले आफूले गरेको पुण्य अन्यले गरी यस उपाय भएको मलाई कति प्राप्त हुन्छ भनी पुण्यको हेला गर्नु हुँदैन भनेको बुद्ध भगवानले चेतवन बिहार सराबस्तीमा आमा पेन्टिङले बनाएको बिहारमा बिहार गरिरहँदाखेरि कसको कारणले भनेको त बिलालको हात जस्तो भएको माझको कारणले यो देशना गर्नुभएको होइन। अनि दान दिने मान्छेहरू 4 प्रकारको भन्छ तर 3 प्रकारको दान उल्लेख भएको छ। 3 प्रकारको कस्तो दान दिने व्यक्ति भने आफूले दान दिन्छ तर अरूलाई बताउँदैन। के अरे आफूले दान दिन्छ अरूले चाहिँ बताउँदैन। त्यसको चाहिँ आफ्नो घरमा चाहिँ पुरा धन सम्पत्ति भोग सम्पत्तिहरू प्राप्त हुन्छ अरे आफूले दान दिन्छ तर अरूलाई बताउँदैन। आफूले एक्लै दान गर्छ तर दान दिनुपर्छ है भने कसैलाई प्रोत्साहन गर्दैन। त्यसको भोग सम्पत्तिहरू पूर्ण हुन्छ अरे
तर के हुँदैन परिवार सम्पत्ति हुँदैन भने बुझ्नु होला परिवार सम्पत्ति हुँदैन अफुदारी हुन्छ खाने बस्ने ठाउँहरू त थुप्रै हुन्छ सम्पन्न हुन्छ तर उसको परिवार हुँदैन उसको छोराछोरी हुँदैन अनि अर्को दानी जाता मनुष्य कस्तो खालको हुन्छ भने आफूले चाहिँ दान दिन सम्पत्ति खर्च गर्दैन तर अरूलाई पनि दान दिनुपर्छ है दान Rosa
चित्त संकल्प पाचन बन रसोइता मणि जति जसो यथाति। यो पाली भाषा भनेको अर्थ खोलानालाहरू जब समुद्र भरेर गए चाहिँ यो पुण्य यहाँका दिवंगत भएर जानुभएका पितृहरूलाई प्राप्त हुन सकोस्। जलधाराले दिएको पानीले भाँडो भरेर गए चाहिँ अहिले दिएको पुण्य यहाँका दिवंगत भएर जानुभएका पितृहरूलाई प्राप्त हुन सकोस्। जो इच्छा आकांक्षा उद्देश्य राखेर तपाईँले आजको भोजन दान गर्नुभयो, भिक्षाटनको कार्यक्रममा भिक्षा दान गर्नुभयो, हजुरको इच्छा आकांक्षा पूर्णिमाको चन्द्रमा जस्तै पुरा हुन सकोस्। अति उत्तम भनिने, अति बहुमूल्य भनिने, मणिरत्न जस्तो बहुमूल्य उत्तम भएर जाओस् भन्ने नेपाली भाषा हो। अन्तिममा यो बुद्ध शासन राख्ने वाक्य बुद्धं शासन चिरन्ति सदमो लोको सुखी सदा भन्ने वाक्य सबै मिलेर उच्चारण गरौँ। श्रेष्ठद्वारा पानी दान दिनुभएको सरस्वती दिएर उता फराकिलो ठाउँमा गएर 3 पानी